गाइज वेलकम बैक टू माई च्यानल। अब तपाईहरु यो भिडियोमा आउनुभयो भने कंग्रेचुलेसन, तपाईहरुले यो भिडियोबाट केही सिकेर नै जानुहुनेछ। यो भिडियो आज विशेष गरी किन बनाइराको छु भने आज चाहिँ म 5 वटा यस्तो अर्निङ प्लेटफर्मको बारेमा हजुरहरुलाई डिस्क्राइब गर्न गइरहेको छु जसले अहिले नेपाली मार्केटमा तहल्का मचाइरहेको छ। प्लस अब यो प्लेटफर्मबाट अर्निङ कसरी गरिन्छ भन्ने बारेमा पनि डिस्क्राइब गर्दिनेछु म। अब हामीहरु भिडियो स्टार्ट गर्नुभन्दा पहिला के भन्न चाहन्छु भने यो भिडियो हजुरहरुले हेरिराख्नु भएको छ भने हजुरहरु स्कुल स्टुडेन्ट हो भने यो भिडियो सक्दो हजुरहरुको साथीमा पनि शेयर गरिदिनु होला। प्लस यो भिडियोमा यो च्यानलमा कोही नयाँ हुनुहुन्छ भने यो च्यानलमा गएर सब्स्क्राइब गर्न नबिर्सिनु होला। दिस इज माई फर्स्ट भिडियो अबाउट इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी हैन। यो मेरो इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजीमा पहिलो भिडियो हो। यसबाट म कन्टिन्यू गर्नेछु भिडियोहरु। तपाईहरुलाई के जिज्ञासा लागेको छ भने भन्नु होला, हामीहरुले दिएको कमेन्ट बक्समा भन्न सक्नुहुन्छ। प्लस हजुरहरुलाई यो बारे केही अरु जानकारी गर्नु छ भने मलाई पर्सनली व्हाट्सएप। लेट्स गो गाइज। आज चाहिँ हामीहरु 5 अर्निङ प्लेटफर्मको बारेमा भन्न गइरहेका छौं। यसमा नम्बर 1 मा छ हामीहरुको फ्रीलान्सिङ। फ्रीलान्सिङ भनेको एउटा यस्तो अर्निङ प्लेटफर्म हो जहाँ हजुरहरुले आफ्नो स्किल डेभलप गर्न सक्नुहुन्छ एन्ड स्किल डेभलप गरेर एक्सपिरियन्स पनि लिन सक्नुहुन्छ हजुरहरु। प्लस हजुरहरुको सँग स्किल भएको स्किललाई पनि सेल गर्न सक्नुहुन्छ हजुरहरुले। त्योबाट फ्रीलान्सिङबाट हजुरहरुले आफ्नो भएको स्किल पनि सेल गर्न सक्नुहुन्छ। लाइक हामीहरु मसँग एउटा ग्राफिक्स डिजाइनिङको स्किल छ हैन, मलाई भिडियो एडिटिङ पनि आउँछ, मलाई थम्बनेल बनाउन पनि आउँछ भने मैले त्यो बनाएर आफ्नो क्लाइन्टलाई सक्दो एट्र्याक्ट गर्ने कोसिस गर्ने गरी बायो लेख्नुपर्छ, डीपी लेख्नुपर्छ हैन। हामीहरु त्यो भित्र लेख्ने कहाँ त भने अपवर्क गुगलमा जानु होला, अपवर्क भनेर सर्च गर्नु होला। प्लस त्यहाँ आफ्नो आइडी क्रिएट गर्नु होला। तपाईहरु फर्स्ट हो भने वा तपाईहरु त्यहीबाट अर्निङ गरिराख्नु भएको छ भने आइडी बनाउनु परेन। तपाईहरुको कस्टमर आइरहेको छैन भने चाहिँ हजुरहरुले आफ्नो बायो एन्ड डीपी भन्ने हुन्छ त्योमा चाहिँ हजुरहरुले आफ्नो बेस जे आउँछ तपाईहरुलाई त्यो सिलेक्ट गर्नु होला। प्लस आफ्नो बायो एन्ड डीपी राम्रो बनाउने कोसिस गर्नु होला। एन्ड धेरै ढिला नगरी अब हामीहरु यसले काम कसरी गर्छ त, यसमा काम कसरी गर्ने भन्ने बारेमा डिस्कसन गर्छ। अपवर्कमा चाहिँ के हुन्छ भने हजुरहरुले आफ्नो आइडी खोल्नु पर्ने हुन्छ। प्लस हजुरहरुलाई के आउँछ त, स्किल के छ त्यो बारे खुलाउनु पर्ने छ। प्लस हजुरहरुले एउटा लाइक इक्जाम्पलको लागि एउटा थम्बनेल बनाएर पनि राख्नुपर्ने हुन्छ। त्यस्तै तरिकाले हजुरहरुको क्लाइन्ट बढी आउन सक्छन् हैन, त्यो बनाए बापत हैन। त्यो भइसकेपछि क्लाइन्टहरु तपाईलाई खोज्छ हैन। जस्तै म युट्युबर हो, मैले एउटा भिडियोहरु बनाउँछु, मलाई एउटा भिडियो एडिटर प्लस थम्बनेल डिजाइनर चाहिएको छ। मलाई 2 जना चाहिएको छ भने लाइक म अहिले मान्नुस् म युट्युबर छैन, म अपवर्कमा काम गरिरहेको छु। मसँग क्लाइन्ट कसरी आउँछ भने मैले जस्तो बायो एन्ड डीपी कस्तो बनाएको छु, मैले इक्जाम्पल वाला थम्बनेल कस्तो छ मेरो हैन, इक्जाम्पल वाला भिडियो एडिट गरेको कस्तो छ त्यो हेरेर नै हामीलाई क्लाइन्टले मेसेज गर्छ। मेसेज गरिसकेपछि क्लाइन्टले मेसेज गरिसकेपछि हामीलाई के हुन्छ भने अब क्लाइन्टको काम कति दिनमा हुन्छ भने त्यो पनि त्यहाँभित्र पनि डे हुन्छ, कति दिनभित्र कम्प्लिट गर्नुपर्ने छ। लाइक मेरो 2 दिनभित्रै क्लाइन्टलाई भिडियो एडिटिङ प्लस थम्बनेल दिनु छ भने मैले 2 दिनभित्र नगरेमा क्लाइन्ट आफै जान्छ। त्यो चाहिँ आफूले विचार गर्नुपर्ने कुरा हो र त्यसमा टाइम दिन पनि सक्नुपर्छ हैन। अब त्यसबाट अनि हामीहरुलाई कस्टमरलाई त्यो हामीहरुले जुन एडिट गरेको भिडियो वा एडिट गरेको थम्बनेल छ त्यसलाई हामीहरुले क्लाइन्टलाई बुझाएपछि क्लाइन्टले हामीलाई त्यो गरे बापत हामीलाई पैसा दिन्छ। यो कुनै फेक होइन, यो रियल हो, जेन्युइन हो। यसबाट धेरैले अर्निङ पनि गरिसकेका छन् र हजुरहरु पनि ट्राई गर्नु होला। एन्ड अब हामीहरु यसै गरी नेक्स्ट प्लेटफर्ममा बढ्छौं। ई-कमर्स भन्ने हुन्छ। ई-कमर्स भनेको के हो त? अहिलेको यो टाइममा नेपालमा यो टाइममा इन्टरनेट नचलाउने मान्छेहरु हुँदैनन् एन्ड फोन नहुने त कुरै छैन, फोन सबैसँग हुन्छ। एन्ड तपाईहरुले अब
फोन र इन्टरनेटसँग यसको सम्बन्ध फोन र इन्टरनेटसँग सम्बन्धै के छ सोच्नु भएको होला, तर यसको यो इन्टरनेट र फोनसँगै छ। जस्तै हामीहरूले स्क्रोल गर्छौँ, रिल्स स्क्रोल गर्छौँ होइन, रिल्स स्क्रोल गर्दै जान्छौँ फेसबुक टिकटक एनी प्लेटफर्म होइन, फेसबुक टिकटक युट्युबमा जान्छौँ हामीहरू होइन, गयौँ तल आयो एउटा प्रोडक्टको आयो, लाइक दिस माउस। मलाई यो माउस मलाई त्यो अनलाइनमा देखायो, अनलाइनमा देखाइसकेपछि त्यो कहाँबाट केबाट आउने रहेछ, दराजबाट। मैले दराजबाट गरेर अर्डर गरेँ, यो माउस मैले दराजबाट अर्डर गरेँ। अब यो कसले यसको मार्केटिङ कसले गरेको थियो त, दराजले गरेको थियो। दराजले गरेको थियो भने यो माउसको मार्केट प्राइस हो 500 रुपियाँ होइन, मैले यो 600मा किनेको हो, 600 रुपियाँ हो। यसको प्राइस चाहिँ मैले दराजमा 1200 हो भनेर राखेँ ल। मैले यो दराजमा प्रोडक्ट सेट गरेँ यो 1200 को प्राइस भनेर। एन्ड अरू केही गर्नु परेन, हामीले आफ्नो प्रोडक्ट राख्यो, त्यहाँबाट हामीलाई फाइदा पनि आउँछ होइन। जस्तै कसरी आउँछ फाइदा भनेपछि हामीहरूको यो माउस 600 को होइन, माउस 600 को मैले 1200 रुपियाँ राखेँ थिएँ होइन, हामीहरूलाई 200 रुपियाँ एक्स्ट्रा आउँछ कि। हामीहरूलाई यो माउसको मार्केटिङ गरिदिए बापत 400 रुपियाँ दराजले आफै काट्छ। प्लस हामीहरूको यो प्रोडक्ट बिक्री भयो भने यो प्रोडक्टको अब 800 रुपियाँ हामीलाई आउने भयो। अब बुझ्नुहोस् 200 रुपियाँ कमाउन पनि कति टाइम लाग्छ भन्ने कुरा बुझ्नु। एन्ड त्यही अनुसार हो। अब यो प्रोडक्ट बेचे बापत मैले तपाईँलाई यो प्रोडक्ट बेच्ने मान्छे बन्नुहोस् भनेको होइन, तपाईँले ब्रोकर बन्न सक्नुहुन्छ। ब्रोकर भने त्यो गाली नसम्झिनु होला, पहिले अलि बिक्री गर्ने मान्छे के। जस्तै हामीहरू एउटा जग्गा किन्न लाग्यौँ होइन, जग्गा किन्न लागिसकेपछि एउटा मान्छे हुन्छ नि बिचमा होइन, जग्गा देखाउने मान्छे होइन, फरक हुन्छ, ओनर फरक हुन्छ हो। त्यो मान्छेले जग्गा बेचे बापत त्यसले कमिसन पाउँछ त्योबाट। लाइक त्यस्तै हो यो पनि, इ कमर्स भन्ने पनि प्लेटफर्म यस्तै हो। जस्तै हामीहरूले अनलाइन अर्डर गऱ्यौँ भने सामानहरू, त्योमा हजुरहरूले प्रोडक्ट राख्न सक्नुहुन्छ, अरूको प्रोडक्ट। जस्तै फेसबुक मार्केट प्लेस भन्ने अहिले चाहिँ बेस्ट प्लेटफर्म भनेको त्यही हो होइन। फेसबुक मार्केट प्लेसमा हजुरहरू गएर मैले यो प्रोडक्ट राखेँ, फोटो क्लिक गरेँ, यो अरूको प्रोडक्ट हो म बेचिदिन्छु भने होइन, बेचिदिन्छु भनिसकेपछि त्यो 1200 रुपियाँ क्लाइन्टले दियो मलाई। एन्ड मैले यसको मार्केटिङ गर्छु होइन, मैले यसको मार्केटिङ गर्छु, मैले यो 1200 मा बेचिसकेपछि मलाई 400 फाइदा आयो ल। अब फाइदा कसलाई आयो भन्नुहोस् न, अब हामीहरूको ओनरलाई आयो कि फाइदा ब्रोकरलाई आयो हो। त्यो भएर हामीहरूले इ कमर्समा पनि हामीहरूले राम्रो अर्निङ गर्न सक्छौँ। अब त्यसै गरी हामी जान्छौँ थर्ड नम्बरको प्लेटफर्ममा। थर्ड नम्बरको प्लेटफर्म के छ भने एफिलिएट मार्केटिङ। एफिलिएट मार्केटिङ भनेको के हो त? एफिलिएट मार्केटिङ भनेको जस्तै मसँग एउटा अनलाइन कोर्स छ, अनलाइन कोर्स अबाउट भिडियो एडिटिङ, ग्राफिक्स डिजाइनिङ एन्ड एनी युट्युब 0 to 0 होइन। म तपाईँहरूलाई एउटा प्लेटफर्म, फर इक्जाम्पल एउटा प्लेटफर्मको बारेमा भन्छु, स्पोर्टिनेट। स्पोर्टिनेटमा के हुन्छ भने त्यहाँ 3वटा कोर्सहरू हुन्छ। मलाई एउटा कोर्सको नाम थाहा छैन, गोल्ड, सिल्भर एन्ड एउटा बोन्स हो क्या हो, लाइक त्यस्तै छ होइन नाम। भइसकेपछि त्यसमा के हुन्छ भने हामीहरू म पनि मेम्बर छु, त्यसमा मेम्बर म हो। एन्ड मैले मेरो इन्स्टाग्राम, फेसबुक, ट्विटरमा धेरै फलोवर्स छ। फलोवर्स भइसकेपछि मैले के गर्छु भने त्यहाँ गएर मैले त्यो मान्छेहरूलाई मेसेज गर्छु, हजुरहरू इन्ट्रेस्टेड हुनुहुन्छ, तपाईँहरूले मन्थली इन्कम गर्न सक्नुहुन्छ भनेर। त्यो कोर्स बापत, त्यो कोर्स गरेर, त्यो कोर्स हेरेर त्यसमा भिडियोहरू हुन्छ होइन। तपाईँहरूलाई त्यो स्पोर्टिनेटमा जोइन हुन चाहनुहुन्छ भने मलाई कन्ट्याक्ट गर्नु होला। म आफ्नो फोन नम्बर डिस्क्रिप्सनमा पनि छोडिदिइरहेको हुन्छु प्रायः जसो भिडियोमा होइन। चाहनुहुन्छ भने चाहिँ मलाई कन्ट्याक्ट गर्नु होला। र त्यस्तै गरी त्यो कोर्सहरू बेच्छ होइन। त्यो कोर्सहरू बेचे बापत त्यो कोर्सको 1500 हो, 6000 रुपियाँ मैले भने त्यो 1500 को होइन। 1500 भएपछि 4500 मलाई फाइदा आयो कि, 4500 मलाई चोखो प्रफिट आयो होइन। आइसकेपछि एफिलिएट मार्केटिङ भनेको त्यसरी गर्ने हो। एफिलिएट मार्केटिङभित्र अहिले चाहिँ के छ भने, अहिले नेपालमा पनि छ यो एफिलिएट मार्केटिङभित्र अहिले के छ भने नेपालमा पनि यो अहिले धेरै ठाउँमा चर्चा छ यसको। क्लिक ब्याङ्क नम्बर 1 मा,
डिजी स्टोर, अर्को जिबिजु, त्यो 3टा प्लेटफर्मबाट पनि एफिलिएट मार्केटिङ गर्न सक्नुहुन्छ भने अब हामी बढ्छौँ नम्बर 4 मा। नम्बर 4 मा के छ? अनलाइन टिचिङ। अब सोचाइ आइरहेको होला अनलाइन टिचिङ। मसँग कन्फिडेन्टै छैन, म कसरी अरूलाई पढाउन सक्नुला। तपाईलाई त्यसमा कन्फिडेन्टको जरुरत हुँदैन, तपाईलाई स्किलको जरुरी हुन्छ। त्यसमा तपाईलाई इङ्ग्लिस ल्याङ्ग्वेज आउँछ, तपाईले कुनै मान्छेहरूलाई इङ्ग्लिस सिकाउन चाहनुहुन्छ भने त्यो अनलाइनबाट मान्छेहरू अहिले धेरै अनलाइनबाट पढ्न कोसिस गरिरहेको हुन्छन्। त्यस बापत हजुरहरूलाई अर्निङ आउँछ। तपाईँलाई इङ्ग्लिस पर्फेक्ट तरिकाले आउँछ भने त्यही इङ्ग्लिस पढाएर नै हजुरहरू इङ्ग्लिस सिकाएर नै अर्निङ गर्न सक्नुहुन्छ। प्लस भिडियो एडिटिङ, ग्राफिक्स डिजाइनिङ, थम्बनेल मेकिङ। नम्बर 5 मा बढ्छौँ। नम्बर 5 मा के छ भने कन्टेन्ट क्रिएसन अन युट्युब एन्ड एनी प्लेटफर्म। अब यो कन्टेन्ट क्रिएसन भनेको के हो थाहा पाउने मान्छेलाई त थाहा पाइहाल्नुहुन्छ, बट फर्स्ट यो कुरा सुनिराख्नु भएको मान्छेहरूले चाहिँ के हो भने कन्टेन्ट क्रिएसन भनेको के हो भने लाइक मलाई ब्लग बनाउँछु होइन, मैले युट्युबमा ब्लग बनाउँछु, मसँग एक्सपिरियन्स छ, कम्तीमा बढी नभए नि 1 इयर्सको त एक्सपिरियन्स छ नि त मसँग। त्योबाट मैले अरूलाई सिकाउन सक्छु कसरी ब्लग बनाउने। अन 2025 मा ब्लग कसरी बनाउने त, कसरी ब्लग बनाएर अगाडि बढ्ने भन्ने बारेमा मैले तिनीहरूलाई एउटा भिडियो युट्युबमा भिडियो हालेँ भने त्यसलाई भनिन्छ कन्टेन्ट क्रिएसन। प्लस त्यो कन्टेन्ट क्रिएसन भइसकेपछि तपाईँहरूको आइडी मोनिटाइज भयो, मोनिटाइज भइसकेपछि एडहरू आउँछ। तपाईँहरूलाई थाहा होला एडहरू आइरहेको हुन्छ भिडियोमा। तपाईँहरूलाई किन आउँछ थाहा छ? त्यो एडहरू बापत जो त्यो च्यानलको ओनर हो त्यसले त्यो भिडियो बापत पैसा कमाइरहेको हुन्छ, अर्निङ गरिरहेको हुन्छ होइन। त्यो बापत त्यो एड्स हालेको त छुट्टै छ, प्लस तपाईँहरूले हेरेको आधारमा पनि पैसा कमाइ हुन्छ। तपाईँहरू अहिलेसम्म युट्युबमा कुनै प्लेटफर्ममा लाग्नु भएको छैन भने लागिहाल्नुहोस्। यो चाहिँ हजुरहरूको लागि एकदम राम्रो प्लेटफर्म हो युट्युब, टिकटक, फेसबुक होइन। म अहिले मेरो तपाईँलाई लाइभ प्रुफ पनि अहिले एकछिनपछि भन्दा नि अर्को भिडियोमा देखाउने छु। मेरो लाइभ प्रुफ मेरो टिकटक अकाउन्टमा 2.42 नेपाली रुपिज अन हुँदैछ आजभोलि लाइभ बसेको आधारमा 2.42 रुपिज अन भएको छ होइन। त्यसै गरी हजुरहरूले त्यस्तै प्लेटफर्महरूको युज गरेर पैसा कमाउन सक्नुहुन्छ। तपाईँहरूले त्यो लाइभ बसेर पैसा कमाउनको लागि तपाईँहरूलाई हुनुपर्ने कुरा के हो भने 1000 फलोवर्स कम्प्लिट हुनुपर्छ। हजुरहरूले मस्तले अर्निङ गर्न सक्नुहुन्छ। र लाइभ बसेर तपाईँहरूको लाइभ बस्यो भने कन्फिडेन्ट पनि बढ्छ, प्लस होइन कन्फिडेन्ट बढ्छ, साथीहरू हुन्छ होइन, साथीहरूसँग कुराकानी हुन्छ होइन को साथै त्यहाँबाट अर्निङ पनि हुन्छ कि तपाईँको। त्यस्तै गरी हामीहरूको यो नेपाली मार्केट खाने 5 प्लेटफर्मको बारेमा त हजुरहरूले थाहा पाइसक्नुभयो। र अर्को हामीहरू नेक्स्ट भिडियो के को बारेमा बनाऊँ त त्यो बारे पनि हामीहरूलाई कमेन्ट बक्समा कमेन्ट गरेर भन्नुहोला। र च्यानलमा अहिलेसम्म यो भिडियो लास्ट आइसक्दा पनि तपाईँहरूले च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने गएर सब्सक्राइब गरिहाल्नु होला होइन। अब मेरो भिडियो अपलोड भएको नोटिफिकेसन आइरहोस् भनेपछि नोटिफिकेसन बेललाई पनि दबाएर अलमा प्रेस गर्नु होला। र अर्को भिडियो के टपिक्समाथि बनाऊँ भन्ने पनि तपाईँहरूले कमेन्ट गर्नु होला। यो भिडियोमा केही मिस्टेक भएमा म माफ गरिदिनु होला। र अब यो च्यानललाई सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब गरिदिनु होला। यो भिडियोलाई सक्दो सेयर गरिदिनु होला आफ्नो साथीहरूमा होइन। अब त्यही हो, अर्को भिडियोमा भेटौँला। ओके बाई, सी यू सुन।